ल आज मिति 2022 साल मङ्सिरको 23 गते आज सारू खानदानीहरूको कुल पूजा भएकोले आज यहाँ एकदम तयारीको अवस्थामा छ हाम्रो। अब यहाँ थान बनाउने कार्यक्रम भइरहेको यहाँ भित्र टक्क यहाँनिर हाम्रो सबैजनाले थान बनाउँदै हुनुहुन्छ थानको लागि। ल राम्रोसँग पूजापाठ गर्नु है त पुजारी पूजाको लागि टक्क मिलाउँदै हुनुहुन्छ सबैजनाले। कुल पूजा 7 वर्षमा गरिने चाहिँ 7 वर्षमा गरियो। आज यहाँ 5 घरको पूजा हुँदैछ। फलानी चाहिँ मेमेलाई त पूजा गरिसकेको छ। ल है पूजाको लागि तयारी हुँदैछ हाम्रो कुल पूजा। भगवान लुतरिया फाल्देला तल यत्र लिने साथीहरु चाहिँ थोरै मात्रै यस्तो धेरै त कति धेरै त हामीले बोका निकाल्दै छौं। भित्र लाग्न नसकेर यस्तो छ अवस्था हाम्रो। शिशिर शिशिर बाबा आजको पुजारी अरे यसले बोका काट्न सक्छ त। शिशिर यता हेर आमा बिचरा पुतरियाहरू यसले त खायो घाँस पनि। ए बडे हाम्रो पुजारी त बिचरा सानो भयो के हाम्रो पुजारी त। अन्धकारलाई सराप्नु भन्दा आफैले दियो बत्ती बालेको बेस। त्यो उज्यालोको अनुभूति र त्यो आनन्द आफूले महसुस गर्न खोजिराखेको छ भने त्यो कदम पहिला आफूले चाल्नुपर्छ। अब त्यो रुँदै कराउँदै म अँध्यारोमा छु, म पीडामा छु, मलाई डर लागिरहेछ भने रोएर बसेर अरूले आएर दियो बाल्देला के भने आशा बस है त। भारी हिमाल देखिरहेछ मजाले। यतातिर यस्तो छ है गाइजहरू राम्रो पार्छ भाउजूहरू त सामानहरू यहाँतिर। ए परे ल हेरौँ ल कोक बनाइ कोक हो।
यता आन्द्राभरि बनाउँदैछ है त गाह्रो छ आज कुल पूजा लास्टै भिड छ यार टोलीहरू नारा निस्केको ल म यस्तो खिचेछु है ल दिदी हाम्रो दिदी एकदम क्वाइट हुनुभयो निस्कनु भयो के भयो ओ ल ल ल खराबै गाडी के खुल्नु जाने भने एकदम खतरा खाने हो नि अरे जा भाग्या जा के उडाक मान्ने इसको तो काम के माछी नि मन छु भनेको नङ छ लाइन त साथीहरू हेर्न न यहाँ फोटो खिच्न भनेर मलाई आज दिनभरि कुरेको कुरो हेर्ने मेरो फोटो खिच्ने साथीहरू यता हेर्ने यता लसक लसक आइरहेछ यस्तो छ अवस्था फोटो खिच्न भनेर भान्जीहरूको पारा हेलो फोटो खिच्न भनेर आउनुभयो हाम्रो भान्जीहरू फोटो खिच्न जान्ने रे फर्किन खोजेको हाम्रो आफन्तजनहरू गुमा हाम्रो आजको पूजाको भिड यस्तो छ देखेटिङ जानुभयो मम्मीहरू अवस्थामा यहाँ हिमाल देख्न सक्नुहुन्छ टक्क यो हाम्रो अन्नपूर्ण हिमाल हो त्यसपछि यतातिर गयो धौलागिरी है माछापुच्छ्रे हिमाल यहाँनिर देख्नुहुन्छ माछापुच्छ्रे त्यो दामी भ्यू देखिन्छ है यहाँबाट हिमालहरूको सर यो मेरो गाउँबाट देखिने हिमालको भ्यू यतातिर चाहिँ मेरो गाउँ पर्छ माथि है पूजा थियो हिजो पूजा यहाँनिर हिजो एकदम भव्यका साथ पूजा सम्पन्न भयो आज पूजाको तेस्रो दिन पनि हल्का आजको लागि कार्यक्रम समापनको लागि एकदम खटिरहनु भएको ल आज चाहिँ हाम्रो पूजाको अन्तिम दिन भाँडा माझ्दै भटेर गरिरहेछ हाम्रो चाहिँ अब अन्तिम दिन हो भाँडा मान्छे